Hello everyone. Today we have very special guest Bhavana, an NRNA scholarship holder and medical student at SA International University. Many of you have many questions regarding studying MBBS abroad, scholarships, and student life in Uzbekistan. So let's hear from her. And thank you, Bhavana, for joining us today. Thank you, Didi. Now let's start with short introduction. Namaste, everyone. My name is Bhavana Rigmi from Bharatpur, Nepal. I'm currently pursuing my MBBS from Asia International University at Bukhara, Uzbekistan on 6 years NRNA scholarship. नेपालमा चाहिँ तिमीले कुन कलेज पढेथ्यौ? मैले एपेक्स कलेज चितवनबाट पढेको थिएँ। एन्ड क्यान यु कन्क्लुड योर जर्नी इन सर्ट? तिमीले कसरी कलेजमै हुँदाखेरि प्रिपेयर गर्यौ कि त्यहाँबाट कसरी तिम्रो अहिलेसम्म तिमी यहाँ आइपुग्यौ भनेर एउटा सर्टमा? मैले चाहिँ 12को 20तिरबाट क्लास लिएको थिएँ सी प्रिपेरेसन। मैले चाहिँ पहिला भाइब्रेन्टबाट सी प्रिपेरेसन गरेको थिएँ। त्यसपछि +2 पछि म काठमाडौँ गएँ। त्यसपछि मैले काठमाडौँमा प्रिपेरेसन गरेँ। स्याटरडे मक टेस्टहरू दिन्थेँ। त्यसरी दिँदै जाँदा फाइनली मैले दिएको फर्स्ट सीमा चाहिँ मेरो 120+ मार्क आएको थियो। तिम्रो चाहिँ मार्क्सहरू चाहिँ तिमीले चाहिँ कसरी बढाउ, जस्तो कुनै पोइन्टमा गएर मार्क्स बढ्न रोकिएको थियो कि त्यसलाई चाहिँ तिमीले कसरी कभर अप गरेर रिभिजन गरेर गर्यौ कि कसरी तिमीले चाहिँ फेरि मार्क्सलाई चाहिँ अझ बढायौ भन्ने कुरामा चाहिँ? बिचमा मार्क्स बढ्दै जाँदाखेरि घरिघरि रोकिन्छ। घरिघरि 5 मार्क्स जति तल घट्ने माथि जाने नै हुन्थ्यो। त्यसमा चाहिँ मैले रिभिजनहरू गर्थेँ। टाइमली रिभिजन गर्ने अनि क्वेसन प्र्याक्टिस गरेर चाहिँ इम्प्रुभ गरेको थिएँ। भनेपछि तिमी के सजेसन दिन चाहन्छौ त नि? कसैको हुन्छ नि अब कतिको 130 120मा गएर मार्क्स ट्याक्कै रोकेको हुन्छ नि त, त्यस्तो स्टुडेन्टहरूलाई चाहिँ तिमी एउटा के भन्न चाहन्छौ त नि त्यो कुरामा चाहिँ? टाइमली रिभिजन गर्नुपर्छ अनि क्वेसन प्र्याक्टिसमा चाहिँ मेन फोकस दिनुपर्छ। होपलेस चाहिँ हुन भएन होइन त बिचमा गएर। हो, अब नेक्स्ट क्वेसन भनेको चाहिँ फ्रम वेयर यु हर्ड अबाउट दिस युनिभर्सिटी एन्ड हाउ यु गट एनआरएनए स्कलरसिप, त्यो चाहिँ? एट फर्स्टमा चाहिँ मैले यो स्कलरसिपको बारेमा यो युनिभर्सिटीको बारेमा चाहिँ मेरो कलेजको सरबाट थाहा पाएको थिएँ, परशुराम अर्याल सरबाट। अनि त्यसपछि चाहिँ मैले स्कलरसिप इक्जामलाई अटेन्ड गरेँ। त्यो स्कलरसिप इक्जाममा चाहिँ मैले 170 मार्क्स ल्याउन सफल भएँ। कङ्ग्रेचुलेसन्स मेरो बहिनी। एन्ड क्यान यु एक्सप्लेन इन सर्ट अबाउट एनआरएनए स्कलरसिप? हुन्छ नि त्यसको इलिजिबिलिटी क्राइटेरियाहरू कस्तो हुन्छ र त्यसमा कतिवटा सिट दिएको छ हाम्रो युनिभर्सिटीलाई चाहिँ? एनआरएनए स्कलरसिप भनेको चाहिँ एउटा 6 इयर्स स्कलरसिप हो। यो चाहिँ एउटा हार्डवर्किङ स्टुडेन्ट अनि जो इकोनोमिकल्ली विक छ त्यस्तो स्टुडेन्टको लागि हो। यसको लागि इलिजिबिलिटी क्राइटेरिया भनेको चाहिँ उसले सिई पास गरेको हुनुपर्छ। एउटा सिईको स्कोर कार्ड भयो। अर्को भनेको चाहिँ +2को ट्रान्सक्रिप्ट चाहियो। अनि अर्को चाहिँ लो इकोनोमिक स्ट्याटस भएको एउटा सर्टिफिकेट त्यो चाहियो भनेपछि होइन त? हजुर। अनि त्यसमा अब कतिवटा सिट एभाइलेबल छ एनआरएनएको लागि चाहिँ? एनआरएनएले दिएको छ हाम्रो युनिभर्सिटीमा चाहिँ? एनआरएनएलले चाहिँ हाम्रो युनिभर्सिटीलाई 2टा सिट दिएको छ। एउटा चाहिँ मेलको लागि छ, अर्को चाहिँ फिमेलको लागि छ। एनआरएनए स्कलरसिपमा चाहिँ के कुराहरू कभर छ त नि तिम्रो? एनआरएनए स्कलरसिपमा चाहिँ फुल्ली सबै कुरा नै कभर छ 6 इयर्सको लागि। त्यसमा ट्युसन फी भयो, होस्टेल भयो, मेस भयो, भिसा फी, अनि आउँदाको फर्स्ट सुरुमा आउँदाखेरिको प्लेन टिकट र लास्टको चोटि जाँदाको 6 इयर्स पछिको प्लेन टिकट। यस। सो बिचमा तिमी घर जान पर्यो भने चाहिँ तिमीले आफै टिकट गरेर जान्छौ होइन? हजुर। यस। इज इट पोसिबल फर अ एस्पिरेन्ट फ्रम अ सिम्पल फ्यामिली स्कोरिङ 120 मार्क्स टु गेट दिस स्कलरसिप, कि अझ उसले मेहनत गरेर अझ इम्प्रोभाइज गर्नुपर्छ? के गर्नुपर्छ? हजुर, सिम्पल फ्यामिली भयो भन्दैमा केही ब्यारियर हुने चाहिँ हुँदैन। तर 120+ मार्क्स ल्याउनु नै पर्छ। 120 मार्क्सले मात्रै स्कलरसिप निक्लिन्छ भन्ने चाहिँ हुँदैन। कतिजना हुन्छन् र कति मार्क्स ल्याउँछन् मेरिट बेस्डमा नै हुन्छ नि त यो स्कलरसिप। त्यही भएर त्यसको लागि हार्डवर्किङ चाहिँ गर्नुपर्छ। 120+ मार्क्स आएको छ भने पोसिबिलिटी चाहिँ छ, अझै धेरै मिहिनेत गर्नुपर्छ। अझ पढ्नु पर्यो। एटसिक अब तिम्रै हेर 170 आएको थियो होइन त? हजुर। फ्यामिली ब्याकग्राउन्ड पनि म्याटर गर्ने भयो, एउटा इकोनोमिक आर्ट चाहिने भयो, त्यो चाहिँ प्रुभ गर्न पर्यो। हजुर, उहाँहरूले चाहिँ घर गएर नै सबै हेरेर बुझेर नै दिनुहुन्छ यो स्कलरसिप चाहिँ। बुझेरै गर्नुहुन्छ भने इक्जाम पछि नै मार्क्स आइसकेपछि अनि घरमा गएर हेर्नुहुन्छ होइन त?
सबै कुरा बुझेर नै दिनुहुन्छ, यो चाहिँ फेयर नै हुन्छ। फेयर नै हुन्छ मान्छे चाहिँ थोरै अब स्कलरसिपको कुराहरू अब सबै क्लियर नै भयो होला। अब चाहिँ हामी थोरै युनिभर्सिटीको तर्फ जान्छौँ है। तिमी यहाँ आएपछि चाहिँ तिमीले कस्तो एक्सपिरियन्स गर्यौ हुन्छ नि, तिमीलाई एक्सपेक्टेसन तिम्रो कस्तो थियो र त्यो एक्सपेक्टेसन तिम्रो मिट भयो कि भएन त नि त्यो कुरामा चाहिँ? अहिलेसम्म त मिट भएकै छ। ओके अब के हुन्छ त्यो चाहिँ थाहा छैन। ओके द हाउ इज द सिलेबस एन्ड इट इज टट इन विच ल्याङ्ग्वेज? ल्याङ्ग्वेज त इङ्ग्लिस मिडियममा नै हुन्छ। त्यो चाहिँ एउटा प्लस पोइन्ट हो। यहाँ आएर उज्बेकी भाषामा नै पढ्नु चाहिँ पर्दैन। अनि सिलेबस भन्नाले चाहिँ यहाँ चाहिँ एम्स र बिपिकेएचआइएसको सिलेबसलाई कम्बाइन गरेर बनाएको छ, जसले गर्दा हामीलाई पछि 6 इयर्स पछि आफ्नो देशमा गएर लाइसेन्स इक्जाम दिन पनि सजिलो हुन्छ। त्यही नै हो। सो हाउ इज द इक्जाम सिस्टम? कसरी कन्डक्ट गरिन्छ त नि इक्जाम चाहिँ यहाँ? यहाँ इक्जाम चाहिँ दुईवटा टाइपको हुन्छ। एउटा हुन्छ मिड टर्म, अर्को चाहिँ सेमेस्टर इक्जाम हुन्छ। मिड टर्ममा चाहिँ अस्पी हुन्छ र अर्को भाइभा हुन्छ। भने सेमेस्टर इक्जाममा चाहिँ एमसिक्यू बेस्ड हुन्छ, जसले चाहिँ हामीलाई फर्दर पछि गएर लाइसेन्स इक्जाममा पनि हेल्प गर्छ। अस्पी भनेपछि लेख्ने पनि भयो, त्यो पनि अब धेरै फ्युचर इक्जाममा अस्पी हुन्छ भन्ने पोसिबिलिटी पनि छ। त्यसले गर्दाखेरि अहिले नैबाट प्रिपेयर भयो नि भयो स्टुडेन्टहरूलाई चाहिँ, होइन त? गुड। अनि वाट एबाउट टिचर्स? टिचर्सको बारेमा के भन्थ्यौ त? टिचरहरू सबैजना सपोर्टिभ हुनुहुन्छ। अनि अर्को मेन भनेको चाहिँ टिचरहरू साउथ एसियाकै धेरै हुनुहुन्छ, अनि मोस्टली हाम्रो नेपालको नै हुनुहुन्छ, जसले गर्दा हामीलाई नजानेको कुराहरू नि क्लियर गर्न नि धेरै सजिलो हुन्छ। होमली फिल हुन्छ एक त, होइन त? फेस्टिभल्सहरू भयो, सबै कुराहरू भयो, आफ्नै घरमा सेलिब्रेट गरेको जस्तो फिल हुन्छ कि। हजुर, नेपालबाट टाढा जस्तो त्यस्तो चाहिँ हुँदैन। युनिभर्सिटीभित्र बसिन्जेलसम्म कस्तो हुन्छ भन्दाखेरि अब म त नेपालकै कलेजमा छु क्या हो जस्तो हुन्छ, होइन त? सबैजना त्यही भएपछि अनि बाहिर निस्किँदा चाहिँ लोकलहरूलाई देख्दा चाहिँ होइन म त उज्बेकिस्तानमा छु जस्तो नि हुन्छ कहिलेकाहीँ चाहिँ। हजुर। अब चाहिँ लास्ट क्वेसनतिर जाऊँ होइन। एकदम डिमान्डिङ क्वेसन्सहरू, एकदम सोधिरहने क्वेसन्सहरू चाहिँ मैले कलेक्ट गरेको छु दुईवटा, त्यो चाहिँ म सोध्छु है। यसमा चाहिँ होइन, इफ अ स्टुडेन्ट इज प्लानिङ टु स्टडी एब्रोड, वाट वान पिस अफ एडभाइस यु विल गिभ टु गेट स्कलरसिप? त्यसमा चाहिँ स्कलरसिप प्राप्त गर्नको लागि चाहिँ फर्स्ट कुरा भनेको कन्सिस्टेन्सी हुनुपर्छ। कन्सिस्टेन्सी इज द की नै भन्छु। अनि अर्को भनेको चाहिँ डेली स्टडी गर्नुपर्छ अनि टाइमली रिभाइज गर्नुपर्छ। यति गर्यो भने चाहिँ कुनै पनि इक्जाममा राम्रो मार्क्स ल्याउन सकिन्छ। हो। अनि स्कलरसिपकै कुरामा चाहिँ अब हाम्रो युनिभर्सिटीमा चाहिँ कस्तो खाले स्कलरसिपहरू एभाइलेबल छ त नि? एउटा त एनआरएनएको भयो होइन, त्यो त यहाँ आउनुभन्दा अगाडि नैको भयो नि त। यहाँ आइसकेपछि पनि स्कलरसिप छ नि त, होइन? हो, त्यसको बारेमा चाहिँ एक्सप्लेन गरिदिनु। एउटा त भयो एनआरएनए स्कलरसिप। अर्को भनेको चाहिँ हाम्रो यहाँ इयरली स्कलरसिप प्रोग्राम हुन्छ, जसमा 100% स्कलरसिप हुन्छ, अनि 75% स्कलरसिप, 50% स्कलरसिप गरेर हुन्छ। यो चाहिँ हामीले इयरको इनमा स्कलरसिप इक्जाम अटेन्ड गरेर प्राप्त गर्न सकिन्छ। वाट यु वान्ट टु से टु प्यारेन्ट्स अफ एस्पिरेन्ट हु आर इन डिलेमा अफ सेन्डिङ देयर चिल्ड्रेन फर एमबिबिएस? इज इट सेफ अर नट? उज्बेकिस्तान चाहिँ एउटा सेफ प्लेस नै भन्छु म चाहिँ। यहाँको मान्छेहरू पनि एकदम राम्रो छन्, फ्रेन्डली नै छन्, अनि ठाउँ पनि सेफ छ। त्यही भएर प्यारेन्ट्सहरूलाई यहाँ आफ्नो बच्चा बच्ची पठाउनु मन छ भने म चाहिँ राम्रो छ भन्छु। तिम्रो मम्मी बाबालाई चाहिँ कसरी कन्भिन्स गर्नु परेको थियो त नि सुरुमा? हुन्छ नि उहाँहरू सुरुमै अब कन्ट्रीको नाम सुनेर हुन्छ नि अब अलिकति हुन्छ नि अब नाइ अलि सेफ छैन भन्ने त सबैको मनमा लाग्यो होला नि त। त्यो कुरामा चाहिँ कसरी कन्भिन्स हुनुभयो उहाँहरू? अहिले चाहिँ कस्तो सिचुएसनमा हुनुहुन्छ? अहिले चाहिँ उनीहरू कतिको ढुक्क हुनुहुन्छ त नि? सुरुमा चाहिँ थोरै बुझ्यो उज्बेकिस्तानको बारेमा, अनि त्यसमा पनि सेफ कन्ट्री छ भन्ने थाहा भयो। अहिले चाहिँ उहाँहरू खुसी नै हुनुहुन्छ, ढुक्क नै हुनुहुन्छ। होइन त यस्तो कतै त्यस्तो केटीकेटीहरू जिस्काउने यताउति केही छैन। राति हिँड्दा नि केटीहरूलाई एकदमै सेफ नै छ, होइन त? पुलिसहरू जताततै हिँडिरहेको हुन्छ पार्कहरूमा पनि। त्यही भएर प्यारेन्ट्सहरूको लागि चाहिँ एकदम त्यो चाहिँ ढुक्क हुने कुरा नै भयो। हाम्रै प्यारेन्ट्सहरू पनि धेरै कन्सर्न हुनुहुन्थ्यो सुरुमा, नाइ नाइ भन्दै हुनुहुन्थ्यो। पछि अब थाहा भएपछि अहिले त धेरै ढुक्क हुनुहुन्छ। अबाउट द युनिभर्सिटी, इफ यु हेभ एनी क्वेसन्स रिगार्डिङ scholarships and admission towards this university and Uzbekistan, then you can just comment and DM us. Thank you so much. Thank you so much, Bhavana, for joining us today. Thank you. Didi. Thank you.